बालनलाई भोट हाल्ने, घन्टीमा भोट हाल्ने हात अनि सिलौटामा राखेर लोहराले थिच्नु बाहेक ती जनतासँग के विकल्प रह्यो? माई गॉड, किन? अनि उनीहरू कुनै तथ्यमा, कुनै यथार्थमा, कुनै कार्यक्रममा, कुनै विश्वसनीयतामा, कुनै उनीहरूलाई हेरेर परख गरेर जानेर भोट हालेका थिए र भनेको त्यस्तो होइन नि। तपाईँको अगाडि जे विकल्प हुन्छ त्यही रोज्ने त हो। तपाईँको अगाडि मकैको च्याख्ला छ कि यो चामलको भात छ कि रोटी छ कि तीनटा मध्ये एउटा जुन मनपर्छ त्यही खाने त हो। के गर्ने त? यही छ त विकल्प। ठिक छ, च्याख्ला र चाहिँ चामलकै तपाईँ उदाहरण दिनुहोस्। झापालीहरूले च्याख्ला रोजे होइन, मोटो चामल रोजे मानौ, वा उनीहरूले राम्रै बासमतीको अथवा बासमती रोजी भनेर बालेन रोजे, तर धन्यवाद पाए भएन। तर भ्रष्टाचारमा सुन्ने सलसिलता छ। पहिले हुन् वा अहिलेका साना होस् ठुला बिचौलियाहरूलाई एकदमै नियन्त्रण गरेको छ, कसैलाई जेलको बास पनि पुर्याइसकेको छ। डिजिटलाइजेसनको कुरा भइरहेको छ। तपाईँको पालामा 5 वर्षसम्म लाइसेन्स छापिन्न थियो, अहिले हप्ता दिन नपुग्दै लाइसेन्स छापिन्छ। पासपोर्टहरू घर घर जान थालेका छन्। तपाईँहरू भइदिएको भए अहिलेसम्म माला खादा लाएर मन्त्रालयमा बधाई मात्रै थापिरहनुहुन्थ्यो। यो सरकार त्यतातिर छैन, काम 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 भनिरहेछ। सिंहदरबारमा कुनै कार्यकर्ता र आफन्तको घुइँचो छैन। सिंहदरबारबाट शासन सञ्चालन भइरहेको छ। मन्त्री प्रधानमन्त्री बिहानदेखि बेलुकासम्म काममा खटिरहनु भएको छ। यी कुराहरू राम्रो कुरा होइन। फर्केर नाकमुख देखाए ती जनताप्रतिको उत्तरदायित्व कहीँ छ? उनी त देशको लागि प्रधानमन्त्री बनेका छन्। अब त्यही क्षेत्रमा जाने फर्केर एउटा मात्र क्षेत्र। नाटक त्यो क्षेत्रका जनतालाई उद्वेलित पारेर ढाँट्न किन गएको त भोट माग्न? के ढाँटेर त्यहाँ अहिले के होइन, म चाहिँ आकाशका तारा झार्छु केपी ओलीले गरेनन्, भ्यू टावर केपी ओलीले बनायो, योभन्दा म विकासको अर्को मोडेल सुरु गर्छु भनेर जनतालाई ढाँटेर, झापालीहरूलाई ढाँटेर। नेपालमा स्याङ्जा झापाका सचेत जनतामध्ये पनि झापालीलाई ढाँटेर आएको बालेन शाह